आइए देखते हैं। काठमाडौँमा बस्ने यसो दूरबिन लाएर हिजोकोले के गरेको थियो त्यसलाई फलोअप गरेर चाहिँ बजेट बनाउँदाखेरि चाहिँ आर यू कॉमेडी मी पर वान टी स्टेट को फाइल 1 नम्बरमा खोलियोस् ताउने अनि स्वरलाई कमजोर बनाउनको निम्ति विभिन्न खालका काण्डहरुका फाइल देखाउँछु भनेर जुन खालको धम्काइरहनु भएको यो सरासर गलत चीज छ। डिप्रेसन माइती घरमा अस्ति भर्खर मैले हाम्रो क्विक एक्सन मिनिस्टर भन्न चाहन्छु हाम्रो गृहमन्त्रीज्यू। चलो भाई देखो अब मैं क्या करता हूँ। राम्रो कुरालाई सपोर्ट गर्नु पर्यो, विपक्ष भन्दैमा तपाईं विरोध गर्नुपर्छ भन्ने जरुरत चाहिँ छैन। विषयमा नभई नेपालको सीमा सुरक्षा सम्बन्धी गम्भीर विषयमा सदनको ध्यान आकर्षण गराउन चाहन्छु। सुस्ताको समस्या कुनै नयाँ समस्या होइन, यो सबै ठाउँ ऋषि धवला बन्न जरुरी छैन कि ऋषि धवला नबन्नुस् तपाईँ। ईमानदार भएर विश्वविद्यालयमा पढाएको योग्य व्यक्ति छ तर राष्ट्रिय स्वतन्त्र पार्टीको झण्डा बोकेर हिँडेको छैन, अरू पार्टीको पनि झण्डा बोकेर हिँडेको छैन। एक के बोले भाइ? अब के बोले? जसले जिते पनि के फरक पर्छ भनेर काठमाडौँमै नबसेको रासोपाले नै जितोस् भनेर गाउँमा गएर भोट हाल्नलाई प्रेरित गरेको छ भने 1 नम्बर त्यस्ता व्यक्तिको नाममा थपिन्छ। पहिलो पटक संसदीय व्यवस्थामा रहेकाले अनुभव अलि पुगेको छैन, त्यसर्थ हामीलाई ट्रेनिङका लागि पनि बजेट छुट्याइयोस् भन्ने। सडकमा मोटरसाइकल चलाउँदा बेसिक ट्राफिक नियम पनि नमान्ने माननीयको मुखबाट संसदमा बडा बडा नीति नियमका प्रवचनहरू गुन्जिएको गजब बेइज्जती है। यो वर्ल्ड कप अहिले सबैको एउटा चासोको विषय भएको छ, मेरो पनि चासो र अझ युवाको त झनै ठुलो चासो छ, तर 979 रुपैयाँ तिर्नुपर्छ। बजेटको बेला चलिरहेको बेलामा सम्माननीय प्रधानमन्त्रीको देश बनाउने टिममा चाहिँ अर्थमन्त्री नपर्ने कुराले के संकेत गर्छ भन्दा यो बजेटप्रति सम्माननीय प्रधानमन्त्रीको पनि विश्वास छैन। हिजो अस्ति अर्थमन्त्रीज्यूले कटाक्ष गर्नुभयो यो सानो विनियोजन विधेयक पनि अध्ययन गरेर आउनु भएन भनेर। धेरै उम्लिनु हुँदैन, पोखिन्छ। डिप्रेसन यो सरकारले ठुलठुला नारा कर्णाली सुदूरपश्चिम र मधेसलाई बेचेर अभी मैं गाली नहीं दे सकता। कसले बेच्यो? कुन सरकारले बेच्यो? यो सरकारले बेचेको तपाईसँग प्रमाण छ? शिष्टाचार र सभ्यताको शब्द उहाँबाटै कायम भयो। मिस्टेक छ, पुरै मिस्टेक छ। 1 मा 1 जोड्दा कति हुन्छ भनेर भन्दाखेरि 2 हुनुपर्नेमा 3 लेखियो भन्दा म अगाडि जान सक्दिनँ सभामुख महोदय, सम्मानित सभामुख महोदय, सम्भवै छैन। तपाईँ 9वटा मन्त्रालयको छलफल गरिराख्नु भएको छ, 2टा मन्त्री मात्रै कसरी भयो त? मेरो आँखा कमजोर भयो, त्यही भएर 1 मिनट दिए म मानिदिन्छु, तर मन्त्रीहरू चाहिन्छ यहाँ। मन्त्री नभए त म अगाडि बढ्न सक्दिनँ। कसरी सक्छु? सक्दिनँ नि। अभी मैं डिप्रेसन में हूँ, माँ कसम। अर्थमन्त्रीज्यूको एटिट्युडले हामीलाई असाध्यै गम्भीर बनायो, सिरियस बनायो। बोल्नमा हामीलाई कसैले जित्न सक्दैन, हामी बोलेर जित्दिन सक्छौँ। हामीलाई त सभापतिले देश बनाउने कुरा ठुलो हो, यो रोइलोमा नलागौँ भनेर मात्रै हो। हामी शाहरुख खान कुन मुभीबाट हिट भएको थाहा छ? बाजीगर। तै राजा तै कस्तो रिस उठ्छ मलाई त यो हर्का साम्बाङ देखेर। यो कन्ट्राक्टरलाई कहाँ छ, यो धरतीमा कहाँ छ, त्यसलाई खोजेर अब त्यसलाई पनि हिँडिराख्नु, घर पठाउने हिँडिराख्नु, त्यसले काम गरेर पनि खुट्टा भाँच्दिन। जाने खायो त्यही मोरीको मायाले, जाने खायो त्यही मोरीको मायाले, जाने खायो त्यही मोरीको मायाले।
नयाँ भनेको हामी हो, म हो। म पहिलोपटक यो संसदमा आएको छु र पहिलोपटक संसदमा आउनुभएका सबै मान्य सदस्यहरू नयाँ हुन्। अलग ही लेवल का बंदा था। गरिब दुखी टेम्पो चालकको टेम्पो चाहिँ भिरबाट गुल्टाइदिँदै गरेको देखियो। त्यसै गरी घरको छानामा ढुङ्गा हान्दै गरेको पनि देखियो। अचम्म लाग्छ हिजो आज प्रहरी यसरी उद्दण्ड भएको देख्दा। कति चाहिँ खेदो खान्छ हो। माननीय सभामुख महोदय, पूर्वाञ्चल विश्वविद्यालय कहाँ छ? गोठ गाउँमा छ कि विराटनगरमा छ? एउटा मिटिङ गरौँ न, तपाईँहरूले कुन दिन दिने हो त्यो दिन फिक्स गरौँ, नदिएदेखि पर डे 1 करोड तपाईँहरूले जरिवाना गराउने भनेर एउटा निर्णय गरौँ न। ये बड़ी अच्छी बात कही आप। सम्माननीय प्रधानमन्त्रीज्यूले आफ्नो बिदा पनि मनाइसक्नु भएको छ र देश बनाउने उहाँको 3 जनाको जम्मो टोली पनि उहाँले घोषणा गरिसक्नु भएको छ। माटो पार्टी माटोमै मिसिन्छ भनेर भन्न थालिसके त। हुन्छ, धन्यवाद छ, त्यसमा केही छैन। खत्तम। बोलेको कुरा त पुरा गर्नुहोस् न, रातभरि काम गर्नुहोस् न, दिनभरि काम गर्नुहोस्, मान्छे लगाउनुहोस् भने अनि तपाईँहरू यसरी म टेक्दा पनि टेक्दिनँ अब यो। माटो वालो उब्जेको विचारलाई माया गर्नुपर्छ। माटो बिचरा गलिन्छ त। त्यो 4 सिटले 5 सिटले प्रधानमन्त्री खोज्न थालियो भने त हुँदैन। 4-5 सिटमा फिल्म त चल्दैन भने सरकार कसरी चल्छ? प्रहार गर्न कसले चिठी लेख्यो, कहाँबाट चिठी गयो, विदेशमा कसरी मान्छे प्रभावित भयो? क्या बोलूं मैं इस पे? तपाईँहरूले त मान्छे लगेर छोडेर आउनु भएको छ, अब त्यो कुरै नगर्नु। गजब बेइज्जती है। माइती घर मण्डलामा केही दिनदेखि तपाईको नाम लिएर तपाईले यस्तो मात्रै कुरा गर्नको लागि स्थापना भएको विधि विज्ञान प्रयोगशाला सञ्चालन गर्ने, यो एउटा प्रयोगशाला सञ्चालन गर्ने विधेयक हो क्या? होइन होला। So lower the interest, my style is the simplest. Get Kylie's in sundress to undress to fundraise, they confess.